गाईको भन्दा सानो गाईको त गरिसकेको हुन्छ होला आज हाम्रो काम हुन्छ नि सातौँ दिन आज चाहिँ म र मेरो बहिनीसँगै काम जान लाग्छ एउटा ठाउँमा गाइस हामीहरू चाहिँ अहिले जान पुगिसकेका छौँ र काम गर्ने घरमा चाहिँ पुगिसकेका छैनौँ अहिलेसम्म र गाइस अनि हाम्रो काम चाहिँ आज के छ काम त बोक्ने काम रेता अनि इट्टा मरिन्छ होला बिहान बिहानै ढोकाले खुट्टा कचल्दैछ अनि अब त्यही हो म फेरि तपाईँहरूलाई अगाडि गएर देखाउने छु यहाँ चाहिँ मेरो बहिनी अनि एउटा दाइ हुनुहुन्छ फाइनली हामी चाहिँ फेरि यहाँ आइपुगेका छौँ कपडा यस्तो काममा काम गर्नुपर्छ अब के भयो कसको उम्याउटो उम्याउ नहिल्यो है फोटो खिचाउने गाइजहरू यहाँ चाहिँ हामीले गरेको अस्ति म आएर यहाँ यो बिम भर्यो काम अनि ठेकदार र मेरो बहिनी आएर चाहिँ यो चिनाइ गरेछन् आज चाहिँ रेता बोक्ने काम छ रेता र सिमेन्ट बोरी त्यहाँ छ मान्छे यहाँ छ मान्छे यहाँ छन् बोरी त्यहाँ मान्छे यहाँ छ छिटो लिन जाऊ के कस्तो कुरा भन्ने हो अनि यहाँबाट देखिने भ्यू यस्तो छ गाइजहरू लिन आया म गयो अगाडिको क्यामेरा बिग्रियो नि के खसाल्छन् यहाँ चाहिँ म यस्तो तरिकामा छु अहिले चाहिँ मैले कपडा पनि चेन्ज गरिसकेँ झन्डै लडे बोक्नको लागि बर्रे अनि के गरे औरी मुरी यहाँ लस्ते अल्छेपना बढिया छ गाइजहरू अझ पनि काम गर्न जाने उठ्दिन एउटा नाच्न नपाएको छु फेरि कति भिडियो बनाउन चाहिँ मलाई नै देखाऊ के बाहिर इनलाई देखाऊ यहाँ सक्कल दिनु यो भिडियो बनाउने गाइस यो बोक्ने काम छ यो सिडीमा हिले माथि लाउने हो गाइस हाम्रो चाहिँ यो सकिसकेको छ बोरामा भरेको कोन चाहिँ किने हो यो कोन छ त्यो लगाउने छ बाहिरबाट के गर्मीले मार लागेको छ बाहिरबाट हरियो चाहिँ त्यहाँ लगाउनु छ त्यहाँ ल हरियो लगाउनु त्यो जानु बस यो के पैसा छ त तेल लगाउनु आउँछ सरसो तेल लैले नबनाउन चुप फाइनली गाइस रेटा बोकेर सकियो यहाँ त्यस्तो छ
हाम्रो यहाँ कति भिडियो पर्यो ल त आकै मन पर्यो भोलि देख्न पर्दैन मैले पछि उनको हाँ मन पर्यो हामीहरूले चाहिँ इट्टा बोकिरहेको छौँ रेटा बोकिसकेपछि 1500 इट्टा फाल्न लाग्यो कति भिडियो अनि मैले भिडियो बनाएदेखि सबै मान्छे क्या छन् लास्ट चक्कर छ अब लास्ट चक्कर त्यो इट्टा त्यहाँबाट माथि लग्ने गाह्रो छ गाइस कोही सहयोगी मान्छे हुनुहुन्छ भने कृपया हामीलाई सहयोग गर्न आउन सक्नुहुन्छ तपाईहरु के हाल्दैन लागि गाइस यस्तो इट्टा बोक्ने छ हाल्छस् नभरौँ क्या स्वान छ अर्को दिदी पट्टिलान त्यही कारण यस्तो घाममा पनि हामी काम गरिरहेछौँ पैसाले के गराछ गाइस लास्ट राउन्ड चक्कर कति जिता हो अनि यही हो अनि यसपछि यो बोकेपछि फेरि पर रेटा बोक्न जानेछ आज बोके भोलि खुट्टा दुखेर ढल्ने हुन्छ होला सायद फाइनली यता बोकेर सक्यो अब रेटा बोक्न जानेछ मर्न मान्छे गाइस हामीहरू चाहिँ रेटा बोक्नको लागि गइरहेको छौँ बाटोमा अनि त्यहाँ एउटा आइरहन्छन् अनि तपाईँहरूलाई त्यो ठाउँ देखाउनुहोस् एकछिनपछि हामीहरू चाहिँ यहाँ पहिले पनि काम गर्न आएको यहाँ माथि कति घाम छ कति छ गाइस दौडेर आएको वजन गरेर यहाँबाट देखिने भ्यू गाइस हामीहरूले बोक्ने रेटा चाहिँ यो भयो अनि यहाँबाट देखिने भ्यू हेर्नुहोस् गाइसहरू कति राम्रो छ गाइ लौन क्यामेरा समात्छु मलाई देखाइदियो हेलो त्यस्तो छ साथीहरू गर्मीले मन लाग्छ यहाँको भ्यू छ हामीले रेटा बोक्ने थियो क्यामेराम्यान उता क्यामेराम्यान मेरो क्यामेराम्यान कसम हावा लागेर उडाउँछ होला सायद लोकेसनबाट देख्छ है त्यहाँ उता यस्तो गर्दा त्यस्तो गर्दा आएर हेर्नुहोस् गाइस गर्ने मान्छेको यस्तो छ लौन नामी रहेछ भने मैले कस्तो साडी बोल्छु नि यो केटा बोल्छु लौन सबै नाम मैले जब यो यहाँ छ सिरियस कसरी नाम न बारे के है यस्तो भए यस्तो देखाउ कस्तो दामी देखायो यस्तो छ त के ल यस्तो अ